सो गाइज वेलकम टु माई न्यू भ्लग र यो मेरो पहिलो भ्लग बनिरहेको छ र अहिले चाहिँ म जान लागेको कोइराला टिप्न र म चाहिँ तपाईँहरूलाई देखाउने छु यो च्यानलमा चाहिँ थुप्रै प्रकारका कन्टेन्ट दिएका भ्लगहरू जहाँ चाहिँ तपाईँले भिडियो हेरेर थुप्रै प्रकारका मनोरञ्जनहरू लिन सक्नुहुन्छ र लाइक कमेन्ट सेयर सब्सक्राइब गरी साथ दिनुहोला। साथै मेरो भ्लग निरन्तर हेर्नका लागि सब्सक्राइब पनि गरिदिनु होला र तपाईले मेरो भ्लग हेरी एकदम मनोरञ्जन लिन सक्नुहुन्छ। र अहिले चाहिँ म सिधै कोइरालाको फुल टिप्न जान लागिरहेको छु। हेरौँ कस्तो हुन्छ। रुख अलि अप्ठ्यारो छ रे, अब कस्तो हुन्छ। अब म चाहिँ लागिरहेको छु। ल सिधै अब हजुरलाई कोइरालाको फुलमा भेटौँ। ल ल सो गाइज अहिले चाहिँ हामी कोइराला झार्नका लागि सबै बन्दोबस्तहरू मिलाइरहेको छु। यो चाहिँ बाँसले चाहिँ झार्नुपर्ने हुन्छ र सबै तरिकाहरू गरिसक्यौँ। अब बाँस चाहिँ काटिसक्यौँ। अब यो डन्डीले चाहिँ झार्ने हो। ल सिधै भेटौँ है त। ल कोइरालातिर अहिले चाहिँ हामी आइसक्यौँ कोइराला टिपको फुल लिएर। र पुरै यहाँ त पुरै तयारी भइरह। बाँस होइन, यो चाहिँ फुल अलि माथिमा छ हेर्नुहोस्, हल्का माथि छ। अब यसलाई पुरै बन्दोबस्त गर्नुपर्छ। जति चाहिँ सबै तयारी गरिदिन्छ कि यसरी चाहिँ झारिन्छ होइन। दुःख चढ्नु हुन्थ्यो, अब तल धोक्लो छ के गर्नु हुन्छ। अब फाइनल्ली अहिले चाहिँ कोइराला टिप्नका लागि रुख चढ्न लागिरहनु भइरहेको छ। रुख चाहिँ लास्टै अल्को छ। अब हेरौँ तल मुनि हल्का अलि रुखमै खाउलो परेको छ। अब अलि ढल्ने सम्भावना छ, त्यही भएर रुख नचढ्ने हुन्थ्यो भनेको हो। अब भयो है, त्यस्तै लोच्किन्छ। बरु झारौँ, त्यहाँदेखि त्यो हाम्रो गिराउन खोज्नु भएको छ। ल हेरौँ है। अहिले चाहिँ यसरी टिपिराख्नु भएको छ। यी फुल चाहिँ खस्छ होइन तल, अनि यसरी टिपिन्छ। र लास्ट ढोल्दो रहेको छ, त्यस कारणले गर्दाखेरि ढोल्दो छ। अनि झार्ने रहेको छ। यो बोरो भोर्राउनु चाहिँ हाम्रो लक्ष्य रहेको छ। अब चाहिँ हामी टिप्न गइरहेको छौँ। फुल काटेर फाइनली झारिसक्यौँ। ल फाइनली हामी चाहिँ टिप्न लगाएको अहिले कोइरालाको फुल। ल टिप्पा सोल्टिरहेको छ। फुल मात्र होइन, यसको कोपिला पनि टिप्नुपर्छ अरे। कोपिला पनि हामीले केही नछोडिकन लगाउँ।
कोपीलाई छोडिदिनु हुन्थ्यो। अब हाँगो काटिसकेपछि अब कोपीलाई राखेर पनि काम छैन। त्यस कारणले गर्दाखेरि हामीले अहिले टिप्दैछौँ। हस् गाइज, अब एकछिनपछि भेटौँला। अब मैले चाहिँ अहिले टिप्दैछु ल। सो गाइज, हामी चाहिँ अहिले कोइरालो टिपेर सकिसकेको छौँ। हेर्न सक्नुहुन्छ तपाईँले, कोइरालो चाहिँ यति भएको छ। सन्दर्भमा अझै अरू पनि छ, तर यो चाहिँ अब अलिक पछिको लागि हामी तल अहिलेसम्म चाहिँ 2वटा हाँगा काटेर नै त्यो अब धेरै नै भइसक्यो। सबैको चाहिँ टिप्न भएन। अब हेर्न सक्नुहुन्छ यत्रो भइसकेको छ। अब आज मात्र खाएर नि त भएन नि, भोलि पनि खानु पर्यो क्या। त्यही भएर अब भोलि चाहिँ हामी लागिसकेको छौँ। ल अब हामी चाहिँ लाग्छौँ घरतिर। यो बाँसको बाटो कुनै काम लागेन। गाइज, ल बोक, बोक्ने काम चाहिँ सबैको छ। अब आज मात्र खाएर नि त भएन नि, भोलि पनि खानु पर्यो क्या। त्यही भएर अब भोलि चाहिँ हामी लागिसकेको छौँ। ल अब हामी चाहिँ लाग्छौँ घरतिर। यो बाँसको बाटो कुनै काम लागेन। गाइज, ल बोक, बोक्ने काम चाहिँ सबै यिनीको हो। ल सो गाइज, अहिले चाहिँ हामी घरतिर फर्किन लगाएको। अनि म चाहिँ घाँस बोकिरहेको छु। अनि यो अब त्यही हाम्रो चाहिँ साथी चाहिँ भाइले चाहिँ दारो बोकिरहन्। अनि मैले चाहिँ घाँस बोकिरहेको छु। यो अब हामीले कोइरालो टिपेर आइहाल्यो। यता पुरा बोरो रहेको छ कोइरालोको चाहिँ। अनि यस्तै नयाँ नयाँ भिडियो हेर्नको लागि च्यानललाई सब्सक्राइब गरेर जोडिन सक्नुहुन्छ। सो गाइस, त्यही हो अब चाहिँ अब यस्तै हो अब गाउँले जीवन भनेको। र हाम्रो च्यानललाई सब्सक्राइब गरिदिनु होला। ल गाइस, लुगा त थियो गहुँ पाकेर हरियो भइसक्यो, पेलै भइसक्यो। अब त्यही हो गाइस, गाई भारी बोकिरहेको छु मैले चाहिँ। यही हो गाउँले जीवन। अब भैँसी पालेपछि, भैँसीको पुच्छर समातेपछि अब के गर्नु, भैँसीलाई अब घाँस पातनी गर्नै पर्यो। अब अलिअलि अब हाम्रो त मुख्य अब पेसा भनेकै त्यही हो, अब पशुपालन। अब एउटा भैँसी पालेर अब पशुपालन गर्न त नमिल्दा, र नेपालको सन्दर्भ चाहिँ त्यस्तै हो, के गर्नु। ल अब चाहिँ हामी अहिले घर हिँडिरहेछौँ। ल हस्। सो गाइस, अहिले चाहिँ हामी घर आइपुग्यौँ। ल कोइरालोको फुल टिप्ने क्या सजिलो छ हेर्नु न गाइसहरू। यस्तो यो पुरै झुसुर किराले छुएर चिलाएर यस्तो फोकाहरू उठेछ। अब के गर्नु, हजुरले माया देखाउनु होला। अब यस्तै छन्, के गर्ने। भ्लगमा त कतिको आउँछ त्यो क्यामेरामा त, तर लास्ट नै दुखिरहेको छ। अब यस्तै हो, के गर्ने। हजुरहरूलाई अब अलिकति सपोर्ट गर्नु होला। मसँग चाहिँ अब कोइरालो टिपेको चाहिँ यति नै हो, धेरै त छैन। अब हेर्नुहोस्, अब कोइरालो चाहिँ त्यति राम्रो त छैन। अब के गर्नु, अब टिप्नै पर्यो। हल्का अलिअलि अब खान परिहाल्यो। गाउँले जीवन यस्तै त हो। अब हेर्न सक्नुहुन्छ कोइरालो। र सो गाइस, अनि अहिले चाहिँ म ठ्याक्क घर आइपुगेँ। ल अब अर्को भ्लगमा भेटौँला।
धन्यवाद यहाँलाई दिदीहरू बसेर